सम्पूर्ण साथीहरूलाई नमस्कार। हामी चाहिँ आज पाइल्सको औषधि यसरी तयार गर्दैछौँ। यो चाहिँ काठमाडौँमा हुने साथीहरूले जसले खोजेर भेट्टाउनु भएको छैन उहाँहरूको लागि निःशुल्क डेलिभरीको लागि यो चाहिँ हामीले सङ्कलन गरिरहेका हौँ। मलाई फोन गर्नुभएको साथीहरूलाई मैले पठाउँदैछु काठमाडौँमा। अब यसको लागि चाहिँ आज हामी यो दिनभरि नै हामी यो खोज्ने सफा गर्ने मात्रै काममा लागेका छौँ। अब साथीहरूलाई गुनासो हुनसक्छ, यो पुरा भिडियो हेरिदिनुहोस् है, सब्सक्राइब पनि गरिदिनुहोस् मेरो युट्युब च्यानललाई। यो चाहिँ कसरी खाने भन्ने खालको गुनासो हुनसक्छ। यसको हामीले लिँदाखेरि चाहिँ यसको चाहिँ कम्तीमा पनि 4 पात, तपाईँको सुरुको स्टेज छ भनेदेखि तपाईँले 4 पात खानु पर्यो। 4 पात भयो भने तपाईँलाई त्यसले चाहिँ एकदम रिलिफ हुन्छ है। अब यसलाई तपाईँको मासु निस्किया छ, गाँठागुठी भएको छ, समस्या छ, दुख्ने पोल्ने चिलाउने भएको छ भने यसलाई अलिकति डोज बढाउनु पर्छ। त्यसको लागि तपाईँहरूले मेरो नम्बरमा सम्पर्क गरेर भन्न सक्नुहुन्छ, सोध्न सक्नुहुन्छ। निःशुल्क खोजेर खाने हामीले चाहिँ यो व्यवस्थापन अब सबै साथीहरूलाई पुर्याउन पनि सक्दैनौँ। जो पीडित हुनुहुन्छ उहाँहरूले मलाई सम्झेर जसले चाहिँ फोन गर्नु भएको छ उहाँहरूको लागि हामीले भोलि निःशुल्क उपलब्ध गराउनको लागि यो चाहिँ पठाउँदैछौँ। यसको चाहिँ हामीले सलादको रूपमा प्रयोग गर्ने, तपाईहरुलाई चाहिँ त्यो धेरै छ भनेदेखि यसलाई जुसको रूपमा प्रयोग गर्न पनि सक्नुहुन्छ। यो चाहिँ कम्तीमा अलिकति डबल डोज बनाएर त्यसपछि चाहिँ तपाईहरुले यो झारको नाम के हो भनेर सोध्नुहुन्छ साथीहरुले है। सबैभन्दा ठुलो कुरा यो झारको नाम भने कास्योर हो, झार हो। यो तपाईहरुकोतिर पनि पाइन्छ, पहाडी जिल्ला सबैमा पाइन्छ, विशेष गरी तराईमा पाइँदो रहन्छ। तराईका साथीहरुले पनि मलाई सम्पर्क गर्नु होला। मेरो नम्बर तपाईहरुले चाहिँ युट्युब च्यानलमा चाहिँ गएर खोज्न सक्नुहुन्छ, त्यहाँ पनि भेटिन्छ। जसले दुःख गरेर खोज्नुहुन्छ उहाँहरूको लागि मैले चाहिँ यसको सेवा गर्छु। हस्, नमस्कार।